नमस्कार साथीहरू। एउटा भनाइ छ नि, तपाई गरिब भएरै जन्मिनु तपाईको गल्ती होइन, तपाई गरिब भएरै मर्नु तपाईको गल्ती हो। धेरै जसो मानिसहरू गरिबीलाई अभिश्राप ठान्छन्, तर गरिबी अभिश्राप होइन, त्यो त लुकेको वरदान हो जसले मानिसलाई कोइलाबाट हीरा बनाउँछ। इतिहास साँची छ। विश्वमा जति पनि अहिले सफल मानिसहरू छन् तिनीहरू गरिब परिवारमा जन्मेका हुन्, धनी परिवारमा महलमा होइन। हजुरले कहिले याद गर्नु भएको छ गरिब बच्चा जो सडकमा हुन्छ त्यो बच्चाको इम्युनिटी सिस्टम यति बलियो हुन्छ कि हिउँदको मौसममा पनि ऊ एउटा सर्ट र प्यान्टसँग सडकमा खेल्छ। तर धनी बच्चा जो ब्ल्याङ्केट ओढेर हिटरमा बस्दा पनि ऊ बिरामी हुन्छ। यही कारणले गरिब बच्चा सजिलै टुट्दैन, ऊ सजिलै कमजोर हुँदैन, ऊ सजिलै हार मान्दैन। गरिब परिवारको बच्चाले दुःख कष्ट पीडा सबै भोगेको हुन्छ। सफलताको यात्रामा पनि दुःख पीडा भोग तिर्खा सबै सहनुपर्छ अनि मात्र सफल भइन्छ। जो बच्चा पहिलेदेखि नै सबै भोगेर सहेर आएको हुन्छ त्यो बच्चा एक दिन अवश्य सफल हुन्छ। तर जो बच्चा धनी परिवारमा हुन्छ उसलाई सजिलै मिलेको हुन्छ। हजुरले भन्नुहोला धनी परिवारको बच्चा सफल हुँदैन? हुन्छ, तर कम, किनभने उनीहरूमा मेहनत सङ्घर्ष तीव्र इच्छा कम हुन्छ। किनकि उनीहरूलाई बनी बनावट खाना सजिलै टेबलमा पाइएको हुन्छ, त्यसैले उनीहरूमा त्यो चिजको कमी हुन्छ जो चिज सफलताको लागि अनिवार्य हुन्छ। दुःख सङ्घर्ष पीडा कष्ट हेर्नुहोस्, सबै चिज हुँदा पनि इन्डियाका पूर्व महान क्रिकेट खेलाडी सचिन तेन्दुलकरको छोरा अर्जुन तेन्दुलकर सचिन तेन्दुलकर जस्तो होनहार खेलाडी बन्न सकेनन्। सचिन तेन्दुलकर एउटा साधारण परिवारमा जन्मेका थिए। त्यति बेलाको खेल मैदान राम्रो थिएन जति बेला उनले करियर सुरुवात गरेका थिए। राम्रो प्रविधिको सुविधा पनि थिएन, राम्रो सुरक्षाको सुविधा पनि थिएन, तर पनि उनी एउटा महान होनहार खेलाडी भए। सुविधाको अभाव र चुनौतीपूर्ण खेल मैदानबाट सुरु गरेर उनले कडा सङ्घर्ष मेहनत परिश्रम गरेर उनी एउटा महान खेलाडी बने। तर अर्जुन तेन्दुलकरसँग सबै सुविधा छ, खेल मैदानको राम्रो सुविधा छ, सुरक्षाको सुविधा छ, प्रविधिको सुविधा छ, डाइट कोचहरूको राम्रो सुविधा छ, तर पनि उनी राम्रो होनहार खेलाडी बन्न सकेनन्। यही त फरक छ गरिबी र अमिरीमा। गरिबलाई दुःख कष्ट पीडा यस कारणले भगवानले दिन्छन् ताकि बलियो भएर सङ्घर्षबाट सफलता प्राप्त गरोस्। गरिबीले हामीलाई बलियो बनाउँछ न कि कमजोर। डाक्टर सन्दुक रोहित एउटा विकट क्षेत्र र गरिब परिवारमा जन्मेका थिए। उनको बाल्यकाल अभावमा बित्यो, उपचार नपाएर उनको दिदीको मृत्यु भयो, तर पनि उनी कमजोर भएनन्। उनले डाक्टर बन्ने संकल्प गरे। उनले धेरै मेहनत परिश्रम कडा सङ्घर्ष गरे। त्यो गरिबी र अभावले उनलाई रोकेन, बरु भित्रैदेखि उनलाई डाक्टर बन्ने संकल्प दियो। उनी डाक्टर बन्न चाहन्थे, त्यसको लागि उनले धेरै परिश्रम कठोर मेहनत सङ्घर्ष गरे, जसले गर्दा उनी डाक्टर बने। आज उनी दृष्टिका देवता भनेर विश्वभरि चिनिन्छन्। उनले लाखौं गरिबहरूको आँखाको ज्योति फर्काए। त्यसैले गरिबीले हामीलाई कहिले पनि कमजोर बनाउँदैन, बरु त्यसले बलियो बनाउँछ, सङ्घर्ष मेहनत गर्ने बनाउँछ, ताकि सङ्घर्ष र मेहनत गरेर हामी सफलता प्राप्त गरौँ। सन् 1954 एउटा लास्टै गरिब परिवारमा जन्मेको केटी जोसँग लगाउने कपडा पनि थिएन, आलुको बोराको कपडा बनाएर लगाउँथिन्, राम्रोसँग खाना थिएन। उनी कम उमेरमा आफ्नो आफन्तबाट शारीरिक शोषित भए। उनले धेरै पीडा कष्ट पाइन्। उनले सानैमा धेरै पीडा कष्ट उनले सबै भोगिसकेकी थिइन्। खाना खाने र लगाउने कपडा पनि थिएन उनीसँग। सायद अरू कोही साधारण महिलाले त्यतिसम्म पीडा भोगेको भइदिए ऊ टुटिसक्थिन्, तर उनी टुटिनन्। उनी बाहिरी रूपमा जति उनले पीडा कष्ट भोग्नु पर्यो उनी भित्री रूपमा उनी कमजोर भएनन्। त्यति पीडा कष्ट भए पनि उनले आफ्नो मनलाई कमजोर बनाएनन्, बलियो बनाइन्। उनी अगाडि बढ्दै गइन्, उनी सङ्घर्ष गर्दै गइन्। उनीसँग एउटा राम्रो कला थियो, बोल्ने र मानिसको मन छुने। उनले 17 वर्षको उमेरमा रेडियोबाट उनले आफ्नो करियरको सुरुवात गरिन्। बिस्तारै उनी टेलिभिजनमा प्रवेश गरिन्। त्यसपछि उनले द ओप्रा विन्फ्रे शोको सुरुवात गरिन्। यो शो इतिहासकै सबैभन्दा सफल शो बन्यो।
त्यसपछि उनी इतिहासकै ठूलो प्रभावशाली महिला बनिन्। उनको शोमा विश्वका प्रसिद्ध मानिसहरू आउँथे। माइकल ज्याक्सन, बाराक ओबामा, नेल्सन मण्डेला, स्टिभ जब्स, ऐश्वर्या राय, प्रियंका चोपडा जस्ता विश्व प्रसिद्ध व्यक्तित्वहरू आए। अरू पनि विश्व प्रसिद्ध व्यक्तिहरू आउन चाहन्थे। यी सबै प्रसिद्ध व्यक्तिहरू त्यो शोमा आए जोसँग पहिला लगाउने कपडा पनि थिएन। अहिले ओप्राको नेटवर्क $3 बिलियन छ। 71 वर्षको ओप्रा आज पनि स्टेजमा भन्छन्, आफ्नो दुःख र पीडालाई डायलग बनाउनुहोस्, क्यामेरा आफै चल्छ। समस्या जति नै ठुलो किन नहोस्, यदि केही गर्नेको इच्छा छ भने त्यो मानिस आफ्नो सङ्घर्ष र मेहनतको बलमा महान बन्न सक्छ भन्ने उदाहरण उनीबाट सिकिन्छ। यदि तपाईको दिमागमा म केही गर्न सक्दैन कि भन्ने सोच आउँछ भने तपाईँ यो सोच्नुहोस् कि ओप्रा गर्न सक्छिन् त, म किन गर्न सक्दैन।